त्यो भिडन्तको कुराहरूमा के थियो भने वस्तुगत स्थिति आकस्मिकतामा पनि वस्तुगत स्थिति बुझेर त्यसपछि भूगोललाई आफ्नो नियन्त्रणमा लिएर गर्ने आक्रमण र आफ्नो जित सुनिश्चित गर्ने कुराहरूमा प्रभाकरजीको अपरिपक्वता नै ठान्छु म। किनभने उहाँको अब सैन्य रणनीतिमा उहाँ धेरै पछि हुनुहुन्छ। त्यो मामिलामा उहाँको एउटा लोहटको कुराहरू मेरो बुझाइ उहाँको एकदम लोहट, शीघ्र जितको मानसिकतामा उहाँ ग्रसित, त्यतिखेरको तत्कालीन डिभिजन कमान्डर उहाँ जितको मानसिकतामा ग्रसित भएर अनि त्यतिखेर पार्टीको सैन्य पङ्क्तिको ठुलो क्षति कति भयो त्यो बेलाको कति क्षति भयो? हाम्रो 65 जना त्यहाँ शहादत भयो। झन्डै तपाईँको 40-50 जना घाइते। अनि हतियार त हाम्रो 70-71 थान हतियार नै पुग्यो। भएको कारणले त्यो हारको मेन अरू कारण भन्दा पनि प्रभाकरजीको जितको शीघ्र मानसिकता, आगो कसरी हाई हुने र कसरी लाइडमा आउने भन्ने किसिमले नै उहाँले अब फोर्सलाई झोकेको कुराहरू नै लाग्छ मलाई। टोटल सङ्ख्या हाम्रो टोटल सङ्ख्या त्यो लड्ने अब लडाकै सङ्ख्या गर्ने हो भने हाम्रो झन्डै 400 वरिपरि थियो। तर त्योभित्र केही अब हाम्रो रिजर्भ फोर्स पनि थियो। रिजर्भ फोर्स भन्दाखेरि त्यतिखेरको नेपाली सेनाको अर्थात् सैनिक उसमा के हुन्छ भने अलि आर्टिलरी जस्तै अलिकति त्यो हतियार सुसज्जित हुन्छ। हाम्रो रिजर्भ फोर्स भनेको तपाईँको अब निशस्त्र बसेर आवश्यक पऱ्यो भने त्यही अगाडिको हतियार समातेर फेरि अब थप फोर्स गर्ने के अरे आपूर्ति गर्नको लागि राखिएको रिजर्भ फोर्स अन्तर्गत गर्दाखेरि हामीसँग हात हतियारको हिसाबले त्यही 350 वरिपरि थियो होला। अनि 400 वरिपरिको फोर्स हाम्रो जित, त्यहाँको ब्रिगेड कमान्डर जित कमरेड लगायत बटालियन कमान्डर 2-3 जना बटालियन कमान्डर, बटालियन सह कमान्डर लगायतको साथीहरूको शहादत, 65 जनाको शहादत भयो। अनि लगभग 30-40 जना कति घाइते भए। अब 30-35 जना तपाईँको त्यहाँ सम्पर्कविहीन लगभग 1-1.5 महिना पछाडि सम्पर्कमा आएको एउटा बाटोमा डोरेर हिँडाल्ने मान्छे, त्यस्तो गरी तपाईँको स्वयं मान्छेहरू लामबद्ध ढङ्गले मार्न पछि नपड्ने मान्छे अहिले गएर लोकतान्त्रिक पार्टी भनेर बुर्जुवा पार्टी भनेर जाने भने कम्युनिस्ट त्याग गर्ने, जुन मार्क्सवाद परित्याग गर्ने, कम्युनिस्ट परित्याग गर्ने जुन किसिमको उहाँले हिजोको आफूले गरेको क्रियाकलाप, आफूले गरेको काममा जो लात हान्नु भएको छ, छिछि आफै गर्नुपर्छ, मैले गर्नुपर्ने आवश्यकता छैन। नमस्ते अभिवादन, म हुँ सुदर्शन सी। हामी खास गरी जनयुद्धकालको इतिहासलाई यो जनपार्टी अनलाइन टिभीको श्रृङ्खलाबाट हामी त्यसलाई चाहिँ निरन्तरता, त्यसलाई ताजकीकरण गर्ने जनयुद्धको इतिहासलाई भनेर हामीले एउटा बहस सञ्चालन गर्न खोजिरहेका छौँ। र वास्तवमा आज हामीसँग हुनुहुन्छ जनमुक्ति सेना नेपालको तत्कालीन डिभिजन सह कमान्डर र अहिले नेपाल कम्युनिस्ट पार्टी माओवादीको केन्द्रीय सदस्य कमरेड कुबेरजी हुनुहुन्छ। कुबेरजी, तपाईँलाई स्वागत छ कार्यक्रममा। के छ तपाईँसँग आज मैले चाहिँ खास गरी हामीले यो जनयुद्धकालको खास गरी बर्दियाको गणेशपुर र रम्बापुर चाहिँ जुन प्रकारको त्यो बेला तपाईँ प्रत्यक्ष त्यसको कमान्डिङ गरिराखे, अनि होल कमान्डिङ र चाहिँ त्यो बेला प्रभाकरजी जनमुक्ति सेनाको त्यो बेला चाहिँ एउटा महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्थ्यो होइन, उहाँ पनि हुनुहुन्थ्यो। त्यो बेलाको चाहिँ तपाईँले छोटोमा गणेशपुरको आक्रमणमा जुन प्रकारको चाहिँ पार्टीले क्षति बिहोर्यो, खास गरी जनमुक्ति सेनाले क्षति बिहोर्यो, त्यो तपाईँले त्यसलाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ? त्यो कसरी भएको थियो, त्यसको योजना र त्यसको चाहिँ होल कमान्डिङको कसरी पोलिसी बनाएको थियो, त्यो छोटोमा राखौँ न। मेरो बुझाइमा गणेशपुर हाम्रो योजनाबद्ध थिएन, आकस्मिक भिडन्त हो। किनभने त्यतिखेरको शाही सेना मुभिङको बेला हो, अनि हामीले त्यो मुभिङलाई छोपेर हामीले आक्रमण गर्ने क्रममा हाम्रो तर्फबाट आक्रमण गर्ने योजना आकस्मिक
आकस्मिकतामा बन्यो उसको मुभमेन्ट भइसकेपछि त्यो आकस्मिकतामा बनिसकेपछि भिडन्त भयो। तर त्यो भिडन्तको कुराहरूमा के थियो भने वस्तुगत स्थिति आकस्मिकतामा पनि वस्तुगत स्थिति बुझेर त्यसपछि भूगोललाई आफ्नो नियन्त्रणमा लिएर गर्ने आक्रमण र आफ्नो जित सुनिश्चित गर्ने कुराहरूमा प्रभाकरजीको अपरिपक्वता नै ठान्छु म। किनभने उहाँको अब सैन्य रणनीतिमा उहाँ धेरै पछि हुनुहुन्छ। त्यो मामिलामा उहाँको एउटा लोहटको कुराहरू मेरो बुझाइ उहाँको एकदम लोहट, शीघ्र जितको मानसिकतामा उहाँ ग्रसित, त्यतिखेरको तत्कालीन डिभिजन कमान्डर उहाँ जितको मानसिकतामा ग्रसित भएर अनि त्यतिखेर पार्टीको सैन्य पङ्क्तिको ठुलो क्षति। कति भयो त्यो बेलाको कति क्षति भयो? हाम्रो 65 जना त्यहाँ शहादत भयो। झन्डै तपाईँको 40-50 जना घाइते। अनि हतियार त हाम्रो 70-71 थान हतियार नै पुग्यो। त्यसभित्रको एकजना बहिनी अहिले पनि त्यही गणेशपुरमा बसेको छ। त्यहाँबाट भाग्दै गर्दाखेरि भारतीय पुलिसले गिरफ्तार गरेर बलात्कार उही बेरेङमा राखेरै बलात्कार गरेर 5-6 वटा केटाकेटी भइसकेपछि छोड्यो। अहिले अब म आफ्नो घरमा के मुख लिएर जाने? यो मुख लिएर मैले घरमा अपराधी घरमा जान सकिन्न। तर यो अपराध प्रचण्ड र उसले प्रभाकरले यो अपराधको फेस गर्नुपर्छ भनेर उनी अहिले त्यही गणेशपुरमा बसिरहेछ। त्यसो भएको कारणले त्यो हारको मेन अरू कारण भन्दा पनि प्रभाकरजीको जितको शीघ्र मानसिकता, आगो कसरी हाई हुने र कसरी लाइडमा आउने भन्ने किसिमले नै उहाँले अब फोर्सलाई झोकेको कुराहरू नै लाग्छ मलाई। मनिष, तपाईँको चाहिँ के हो त्यो आक्रमणको चाहिँ त्यो आकस्मिक कसरी प्लान बन्यो त? त्यो चाहिँ गणेशपुरको आकस्मिक हामी त्यतिखेर अवस्था के थियो भने साई नेपाली सेना बेरेकभन्दा बाहिर ननिक्लिने, हामीले बेरेकमा आक्रमण गरेर कब्जा गर्ने अवस्था धेरै ठाउँमा नबन्ने भइसकेपछि अनि उसको मुभमेन्ट टोलीलाई हामीले बाहिर निक्सेको, साई नेपाली सेनाको बाहिर निक्सेको टोलीलाई छोप्ने भएर हाम्रो टोली उता तपाईँको कैलालीदेखि बर्दियासम्म छरिएर हामी बसेका थियौँ। त्यसपछि जब गइसकेपछि तपाईँको राजाबाट ऊ निक्लिसकेपछि, साई नेपाली सेना निक्लिसकेपछि खबर आयो अब राजाबाट निक्ल्यो बर्दियातिर लाग्यो भनेर। बर्दिया ऊ सायद बर्दिया सदरमुकाम हुँदै ठाकुरद्वारा हुँदै त्यो मुभमेन्टको लागि आएको थियो। त्यसपछि जब ऊ आयो भनिसकेपछि हाम्रो टोली एकदम छितरीहरू बसेको थियो। एकै ठाउँमा थियो, धेरै ठाउँमा थियो। नेवलपुरमा मेरो टोली नेवलपुरमा थियो, एउटा टोली तपाईँको उसमा थियो भुरीगाउँमा थियो, अर्को टोली त तपाईँको ब्रह्मपुरको छेउछाउमा थियो। अनि त्यो टोलीलाई तपाईँको पुरै एकदम उसमा हावाको गतिमा नै अनि त्यो आयो भन्ने कुराहरू प्रभाकरजीले थाहा पाइसकेपछि उहाँले तुरुन्तै ग्रुपलाई अगाडि बढाउनु भयो। म त अब तपाईँको नेवलपुर थिएँ, नेवलपुरबाट हिँडेर आइयो। अरू साथीलाई बेलायमा खबर हो, बेलायमा ट्र्याक्टर सेक्टर केही प्रयोग गरेर हिँड्नुभयो। म नेवलपुरदेखि तपाईँको झन्डै झन्डै त्यहाँ आउँदा जिगजेगको हिसाबले 30 किलोमिटरको वरिपरि होला कुदिएरै पुग्यो नि। म खासै अब त्यो लडाइँमा तपाईँको प्रत्यक्ष लडाइँमा म बलकिङमा होइन, बलकिङमा भाडा पुल्न मेरो बलकिङ थियो। लडाइँमा म पढेन, त्यो म दौड्दै अगाडि लडाइँ चलिसकेको थियो। त्यो लडाइँ चलिसकेको अवस्थामा बलकिङ उता बर्दियावादी आएर पछिबाट फल्याङ नगरोस् भनेर अनि म भाडापुल बलकिङमा गइसकेपछि तपाईँको त्यही धेरैमा 1 घन्टा पनि पौनी घन्टा वरिपरिको लडाइँमा हाम्रो फोर्स सता भइसक्यो। त्यसपछि हाम्रो फोर्स रेडी बचेको फोर्स रेडी हुने अवस्था भयो। कति त्यो बेला चाहिँ कति थियो हाम्रो टोटल सङ्ख्या? टोटल सङ्ख्या हाम्रो टोटल सङ्ख्या त्यो लड्ने अब लडाकै सङ्ख्या गर्ने हो भने हाम्रो झन्डै झन्डै 400 वरिपरि थियो। तर त्योभित्र केही अब हाम्रो रिजर्भ फोर्स पनि थियो। रिजर्भ फोर्स भन्दाखेरि त्यतिखेरको नेपाली सेनाको अर्थात् सैनिक उसमा के हुन्छ भने अलि आर्टिलरी जस्तै अलिकति त्यो हतियार सुसज्जित हुन्छ। हाम्रो रिजर्भ फोर्स भनेको तपाईँको अब निशस्त्र बसेर
आवश्यक पऱ्यो होला त्यही अगाडिको हतियार समातेर फेरि अब थप फोर्स उ गर्ने के अरे आपूर्ति गर्नको लागि राखिएको रिजर्भ फोर्स अन्तर्गत गर्दाखेरि हामीसँग हात हतियारको हिसाबले त्यही 350 वरिपरि थियो होला अनि 400 वरिपरिको फोर्स हाम्रो। भनेपछि त्यो आक्रमण गर्न आवश्यक थिएन पार्टी त्यो जनमुक्ति सेनालाई चाहिँ त्यहाँ चाहिँ त्यस्तो चाहिँ के थियो र त्यसरी चाहिँ उहाँ प्रभाकरजीले अनावश्यक चाहिँ तपाईँको त्यो आक्रमणको लागि उहाँले चाहिँ त्यो योजना बनाउनु भयो के देखिन्थ्यो भन्नुहोस् त त्यहाँ त्यो बेला? आक्रमण गर्नु आवश्यक थियो किनभने त्यतिखेर नेपाली सेना बेरेकदेखि बाहिर ननिक्लिने अनि हामीले त्यो आक्रमण गर्नुपर्ने एउटा बाध्यता नै थियो। बेरेकभित्र बसेर हामीलाई बाहिर फकाउने उसको रणनीति जो थियो त्यसको कारणले आक्रमण गर्नु आवश्यकै थियो। त्यो आक्रमण गर्ने कुराहरूको विधि तरिका के पुगेछ भने त्यो हामीले सानो फोर्सले आक्रमण गर्ने र उसलाई अलिकति क्षेत्र तपाईँको अलिक भयभीत बनाइसकेपछि ठुलो फोर्स हालेर हामीले लखेड्ने कुराहरू सही हुन्थ्यो होला। हाम्रो 81 ठुलो फोर्स हालियो र ऊ पनि अनि मुभिङमा उसले पनि आफ्नो अब अर्को मिलाएर आएको अवस्थामा हाम्रो फोर्स अन्नभन्दा यहाँनिर छ भने उसको पोजिसन नै थाहा नपाउने किसिमले जाँदाखेरि पोजिसनै पत्ता नलागेपछि त के हुन्छ हो त? अनि के भयो पछि त्यसको चाहिँ समीक्षा के भयो त? समीक्षा के हुन्थ्यो र त्यो त जुन किसिमको हाम्रो तहस नहस फोर्स भयो भइसकेपछि त्यहाँ कसको कमजोरीले हो भन्ने कुराहरूको समीक्षाको कुराहरूमा अब त्यो कसले गर्नु युद्धकालको कुराहरूमा एउटा कमान्डरको उसमा तपाईँको उ गर्दाखेरि आलोचना गर्दाखेरि त पुष्टि दिएर आलोचना गर्ने कुराहरू नभएपछि आलोचनाको अर्थै थिएन। मैले त्यो आलोचना गर्ने बेला म त कारबाहीको भागीदार हुनु यदि कान्छा राम त्यतिखेर के अरे कान्छा बहादुर हाम्रो देव गुरुङ सर त्यहाँको इन्चार्ज नभएको भए प्रभाकरले मलाई त कारबाही गरिसकेको थियो। हो र मैले त्यो त आवाज निकालिहालेँ। 65 जनाको हत्या गराउनु पर्ने कारण के थियो? तपाईले त्यो बेला क्वेसन उठाउनु भएको थियो? मैले क्वेसन उठाएको थिएँ। त्यो क्वेसनको विरुद्धमा प्रभाकरले मलाई त सिधै कारबाही गर्ने त्यो कमानको बैठकमै दिएको थियो, प्रस्ताव दिएको थियो। त्यो प्रस्ताव के अरे इन्चार्जले नै असफल गराइदिइसकेपछि नमानेपछि मात्रै बचिया कुराहरू। कुरो त्यस्तो रहेछ होइन? भनेपछि त्यो बेला चाहिँ त्यो गणेशपुरको उसमा चाहिँ त्यो बेला कमरेड जित सहित को सहित हुनुभयो भन्ने चाहिँ चर्चित कमान्डरहरू? अहिले त अब सबै कमरेडहरूको धेरै जति मलाई अब ठ्याक्कै यतिखेर अनि त मेन अब जित त्यहाँको ब्रिगेड कमान्डर जित कमरेड लगायत बटालियन कमान्डर 2-3 बटालियन कमान्डर बटालियन सह कमान्डर नै सह कमान्डर लगायतको साथीहरूको शहादत 65 जनाको शहादत भयो। अनि लगभग 30-40 जना कति घाइते भए। अब 30-35 जना तपाईँको त्यहाँ सम्पर्कविहीन लगभग 1-1.5 महिना पछाडि सम्पर्कमा आए केही मान्छे अहिले आएका छैनन्। त्यो बहिनी अब आस्था बहिनीहरू आउँदैछन् के स्मृति आस्था होइन स्मृति बहिनी अहिले पनि त्यो गणेशपुरमा बसिरहेका छन् भनेर भन्यो नि तपाईँले। तीन बहिनीहरूलाई कसले समर्थन गरेछ त? कसरी उनीहरू कसले गर्ने समर्थन कसले गर्ने? यी सत्ताको माल लागेका लुटको धन्दा गर्ने हाम्रा हिजोका महान कमरेडहरू हुनुहुन्छ। यत्रो सरकारमा गयो, यत्रो सरकारमा गयो, यत्रो त्यो जनार्दन शर्मा त निकै पटक कमान्डर भनेकै अब त्यो जनार्दन शर्मा हो नि। जनार्दन शर्माको सदस्य आफ्नो सदस्यलाई उसले खोजी गर्ने कुराहरू जिउँदो वा मरेको भन्ने कुराहरू खोजी गर्नुपर्छ पर्दैन। उसले त गर्ने कुरा भइदिएको भए मैले उठाएको आवाज त उसले त सहज स्वीकारे हुन्थ्यो नि त। यो कमजोरी भयो भनियो रिलाइज गरेर गयो भए अर्को घटना दोहोरिँदैन थियो। त्यस्तो बिचल्ली छ एकदम बिचल्ली। के नाम के भन्नु त्यो बहिनीको? के अरे भर्खर भन्नुभएको थियो। ठिक छ ज्यू। भनेपछि तपाईँले अहिले हिजोको त्यो कमान्डर प्रभाकर र अहिलेको चाहिँ माओवादी के अरे माओवादी छोड्या कम्युनिस्ट नाम नै छोडेर गएको प्रभाकरलाई कसरी हेर्नुहुन्छ छोटोमा? त्यो त मलाई त घृणा लाग्छ, एकदम घृणा लाग्छ। किनभने
त्यत्रो मान्छे जनयुद्धमा मराएर जुन होइन किसिमले मान्छे बलिदान गर्न लगाएर नसामा रगतमा एउटा शक्ति पैदा गरेर मार्क्सवादको कुरा गर्ने, त्यो सर्वहाराको कुरा गर्ने र सर्वहारालाई एउटा उज्जवल भविष्य देखाएर एउटा बाटोमा डोरेर हिँडाल्ने मान्छे त्यस्तो गरी तपाईँको स्वयं मान्छेहरू लामबद्ध ढङ्गले मार्न पछि नपर्ने मान्छे अहिले गएर लोकतान्त्रिक पार्टी भनेर बुर्जुवा पार्टी भनेर जाने भने कम्युनिस्ट त्याग गर्ने, जुन मार्क्सवाद परित्याग गर्ने, कम्युनिस्ट परित्याग गर्ने, जुन किसिमको उहाँले हिजोको आफूले गरेको क्रियाकलाप आफूले गरेको काममा जो लात हान्नु भएको छ छिसी आफै गर्नुभएको छ। मैले गर्नुपर्ने आवश्यकता छैन। उहाँले आफै छिसी गर्नुभएको छ। मैले अपराध गरेँ भन्ने कुराहरू त उहाँले कम्युनिस्ट त्यागिसकेपछि त्यही पुष्टि भइसक्यो। तर भरमस केही मान्छेहरू त प्रभाकरलाई पछ्याइरहेछन् नि, कस्तो के होला भन्नुहोस् त। त्यो त उसमा यो समाजमा मान्छेहरू विभिन्न किसिमका मान्छेहरू छन्। स्वार्थ आफ्नो स्वार्थ पूर्तिको लागि मान्छेहरू लाग्ने कुरा हुन्छ। केही मान्छेहरू त्यो स्वार्थ मात्रै नभएर धर्मको उसमा उभिएका पनि हुन्छन्। धेरै किसिमका मान्छेहरू हुन्छन्। अब सबैले अब स्वार्थी भन्नु पनि मिल्दैन। कोही भरमबस पनि जान्छन्। भरमबस पनि अब मान्छे हो हिजो गरेकै मान्छे अहिलेसम्म गर्दै आएछ भन्ने किसिमको पनि मान्छेहरू उभिएका होला नि, टिकिएका होला। त्यो भ्रममा रहेका साथीहरूलाई भोलि मुक्त भएर आउनु पनि सक्छन्, भ्रममुक्त भएर पनि। ठिक छ, ओके।